नखानु न यो खानु भनेको हेल्थको लागि एकदम हानिकारक छ के दाइ यार हातमा किताब बोकेर यार के गरे यार दाइ खाने मान्छे एक दिन मरेर जाने हो न हानि मर्ने नै हो अनि के अन्त खानु खाएको बेटर हैन अनि यस्तो नगर्नु नि दाइ तेरिका कहिले नखानु भने यार भाइरल नहुनु भने मान्नै मान्नु न सिगरेट जन्मेको दिन हस्पिटलमा जन्मिने बित्तिकै हैन डाक्टरले अब सबलाई तपाईँको छोरा भयो त्यतिखेर भाइरल भएन त अनि जन्मिने दिनको भाइरल हो जन्मिने छोरा हो भाइरल अनि जे होस् दाइले सिगरेट उडाएर भए पनि आम्मा क्या संसारिक मोह छ कि दाइको लाइक हान्नेले हान कमेन्ट हान्नेले गरायो केही छ दाइलाई अब यो सिगरेट मुखमा हातमा बुक आहा कति राम्रो केही छ र दाइ हेर्नु पर्ने यो छोराको साइन्टिफिक स्टोरी